3D चस्मा लगाएर फिल्म हेर्न जति झ्याउ केही पनि छैन होला। पपकर्नको पैसा 250 रुपैयाँ तिरेर टिकट काटेर हल छिरिन्छ, त्यहाँसम्म त ठिकै छ। तर फिल्मको हाफ टाइम हुँदा एउटा पपकर्न र कोक खाइदिउँ न त भनेर गयो। 5 वटा फिल्म हेर्न पुग्ने पैसा त त्यो जाबो खोस्टे मकैमा परिहाल्छ। त्यही पनि भटमास दिँदैन। चित्त दुखाएर अर्को पोइन्टतिर जाउँ। टकटके बुढाहरू। फिल्ममा रोमान्टिक सिन चलिरहेको बेला पछाडिबाट कसैले सिटमा लात्ताले टक टक पारिरह्यो। फर्केर मुक्का हान्न मन लाग्छ, तर के गर्नु, अङ्कलको ज्यान बागले खाइ नसक्नुको हुन्छ। पछाडि फर्क्यो, हेऱ्यो, अगाडि फर्क्यो, फिल्म हेऱ्यो। चम्किलो अनुहार, हल अँध्यारो हुन्छ, तर कुनाको मान्छे फिल्म हेर्न छोडेर मायालुसँग फुल ब्राइटनेस बनाएर हलको सबैजनाले उसको मात्र चम्किलो अनुहार देख्ने गरी च्याट गरिरहेको हुन्छ। उसलाई फिल्मको केही मतलबै छैन। शङ्कास्पद जोडी, उनीहरू फिल्म हेर्न आएको होइन। बत्ती देखाइदिनु दाइ। उहाँले गर्दाखेरि सम्पूर्ण हलमा आउने व्यक्तिहरूको शरीरको खुट्टा हात मर्किन र भाँचिनबाट जोगिएको छ। तपाईँ महान हुनुहुन्छ दाजु। तपाईँको चाँडै बिहे होस् 40 वर्षमा। यति हो।